यो विश्वको पहिलेको बहालवाला प्रधानमन्त्रीमा संसारमा एउटै मात्रै आतंकवादी प्रधानमन्त्री छ पदमा बसेर। त्यसको नाम हो, सामान्य ज्ञानमा पनि अब लेखिन्छ, बहालवाला आतंकवादी प्रधानमन्त्री को हो आतंकवादी प्रधानमन्त्री? बैंक लुटेराहरू को हुन्? मातृ बलात्कारीहरू को हुन्? मातृ बलात्कारीहरू मुर्दाबाद। तिमीहरूले लोकतन्त्रमा प्रधानमन्त्री पद किस्तीमा राखेर दिन्छु भन्यौ, निरङ्कुश ओली, निरङ्कुश प्रचण्ड, अलोकतान्त्रिक तानाशाहहरू हो। लोकतन्त्रमा किस्तीमा प्रधानमन्त्री राखेर बुझाइँदैन। ओ अनपढ पुस्ताका केपी ओली हो। तिमीहरूले हाम्रो अघिल्लो पुस्ताको बुवा हजुरबुवाहरूलाई ढाँट्यौ। राज संस्था एकचोटि गएपछि फर्किँदैन भनेर म तिमीलाई पढाइदिन्छु। संसारमा राज संस्था राज संस्था कसरी फर्कियो? ओ अनपढ ओली प्रचण्ड देउबाहरू हो। तिमीले मेरो बुवा हजुरबुवाको पुस्ताले पढेन भनेर जहिले पनि ढाँटिरह्यौ। अब तिमी अनपढ पुस्तालाई पढाउने पुस्ता नवयुवराज हृदयको आइसकेको छ। नवयुवराज हृदय शाहदेव जिन्दाबाद। नवयुवराज हृदय वीरेन्द्र शाह जिन्दाबाद। केपी ओली हत्यारा मुर्दाबाद। प्रचण्ड आतंकवादी मुर्दाबाद। नेपाल जननी जिन्दाबाद। अनपढ केपी ओली हो। संसारमा जहाँ पनि राज संस्था फर्किएको छ, ती देशहरूमा, बेलायतमा, स्पेनमा, कम्बोडियामा, जहाँ जहाँ तिमी जस्तै तानाशाहहरू आए, हत्याराहरू आए, आतंकवादीहरू आए प्रधानमन्त्री भएर, त्यो देशमा राजा फर्किएको छ, यहाँ पनि फर्किन्छ। आतंकवादी ओली, आतंकवादी प्रचण्ड, तिमीहरू राजा दोहोरिएर हुँदैन भनेर भन्दैथौ, अनपढ हो। तिमीहरू 5 चोटि 7 चोटि प्रधानमन्त्री हुन मिल्ने, राजा 3 चोटि किन नमिल्ने? मिल्ने कि नमिल्ने? मिल्ने कि नमिल्ने? आतंकवादी ओली मुर्दाबाद। हत्यारा ओली मुर्दाबाद। हत्यारा प्रचण्ड मुर्दाबाद। मातृभूमिका बलात्कारी ओली देउबा प्रचण्ड मुर्दाबाद। तिमीहरूले एमसीसीमा बेचेको स्वाधीनता, तिमीहरूले एमसीसीमा बेचेको देश राजा ल्याएर फिर्ता गरिन्छ। फिर्ता। हत्यारा ओली देउबा प्रचण्ड मुर्दाबाद। आतंकवादी ओली देउबा प्रचण्ड मुर्दाबाद। निरङ्कुश ओली देउबा प्रचण्ड मुर्दाबाद। नेपाली जनता जिन्दाबाद। नेपाल जननी जिन्दाबाद। श्रीपाद महाराजा धिराज सरकार वीरेन्द्र विक्रम साहदेव जिन्दाबाद। श्रीपाद नवयुवराजा धिराज वीरेन्द्र साहदेव जिन्दाबाद। श्रीपाद महाराजा धिराज ज्ञानेन्द्र विक्रम साहदेव जिन्दाबाद। हत्यारा ओली देउबा प्रचण्ड आतंकवादी मुर्दाबाद। आतंकवाद मुर्दाबाद। लोकतन्त्र जिन्दाबाद। लोकतन्त्र भनेको राजा र जनताको शासन हो। ओ आतंकवादी निरङ्कुशतावादी हो। तिमीहरूले अदालतबाट म स्वयं समेतले, हरेक सांसदले 6 करोड रुपियाँ जुन लुटेर खाएका थियौ, अदालतले रोकेको थियो। फेरि संसदबाट लुट्न थाल्यौ, त्यो फिर्ता गरिन्छ। नेपाल प्रहरीका साथीहरू, सशस्त्रका साथीहरू, यहाँ बसिरहनु भएको छ प्रहरीका साथीहरू, तपाईहरूलाई राजाको शासन हुन्जेल तपाईहरू कहिल्यै पनि घर बिदा बस्नुहुन्न। तपाईहरूको त्यो हरेक 30 दिनको घर बिदा जुन सञ्चित हुन्थ्यो, त्यो 30 दिनको घर बिदा जोडेर 100-360 दिन पुगेपछि राजाको पालामा एक्स्ट्रा 1 वर्षको तलब दिन्थ्यो। राजाले दिने गरेको त्यो तलब तिमीले सुरक्षा दिँदै गरेको ओली देउबा प्रचण्डले लुटेर खाए। त्यो प्रहरीहरूलाई हामी फिर्ता दिलाउँछौँ। प्रहरी साथीहरू, तपाईँहरू सडकमा आउनुहुन्छ, यो धुलो धुवामा खट्नुहुन्छ, तपाईँ
जुत्ता फाट्यो भने पनि यो ओली देउवा प्रचण्डहरूको आतंकवादी सरकारले जम्मा 5 वर्षमा तपाईलाई 1 जोर जुत्ता दिन्छ। हामी राजाले दिने गरेको त्यो अरु घर विवाह सञ्चितको जुन पैसा थियो ओली देउवा प्रचण्डले लुटेर खाए, हामी तपाईहरुलाई फिर्ता दिलाउँछौँ प्रहरी साथीहरु। त्यसैले तपाईहरुको भविष्य यो आतंकवादीको शासनमा छैन, राजाको शासनमा छ, त्यो जनताको शासनमा छ। हो बुझाइदिन्छु तिमीहरुलाई। निरङ्कुशता भनेको तिमीहरुले नेपाली जनताको स्वाधीनता बेचेर एमसीसीमा नेपालको सरकार नेपालमा छैन लेखिएको छ। एमसीसी कम्प्याक्टको 5A मा नेपाल has to submit the detailed project report in consent of government of India। नेपालको सरकारको अस्तित्व इन्डियाको सरकारले छ भनेपछि मात्रै विदेशीहरूले नेपालको सरकारको सहमति छ भनेर बुझ्ने सम्झौतामा तिमीले जुन सही गर्यौ त्यो नेपालको स्वाधीनताको अन्त्य थियो। तिमीले हाम्रो नेपाली चेलीबेटीहरूलाई उनीहरूले बलात्कार गरे पनि मुद्दा नलाग्ने कुरा लेखिएको एमसीसी को 6.8 जुन पास गर्यौ, it deals very clearly that all of the staffs and former staffs of MCC and United States of America will be immune from all of the court in the tribunals of Nepalese jurisdiction with special reference to all of the crimes। यो लेखेको के हो अनपढ ओली? को अनपढ देउवा र प्रचण्ड किन सही गर्यौ? उनीहरूले जुनसुकै बेला स्थगित गर्न मिल्ने, हाम्रो कारणले स्थगित भयो भने हामीले ब्याज बुझाउनु पर्ने, यो इनइक्वल फुटिङमा भएको असमान हैसियतमा भएको सम्झौता पास गर्नु, त्यो नेपालको स्वाधीनता बेच्नु थियो। ओली देउवा प्रचण्डहरू तिमीहरूले जुन पास गर्यौ यो तिमीले बेचेको स्वाधीनता हामी फिर्ता ल्याउने छौं। म अर्को एउटा निवेदन गर्न चाहन्छु। हामीलाई अराजक भने साथीहरू धैर्यपूर्वक बस्नुहोला। दुर्गा प्रसाईजीहरू जो अहिले भित्र हुनुहुन्छ, हामी तुरुन्तै बाहिर ल्याउँदैछौँ अदालतबाट। तिमीहरू 1 सेकेन्ड रहनु छैन, 1 सेकेन्ड रहनु छैन। तिमीले ओली देउवा प्रचण्डहरूले आफ्ना कार्यकर्ताहरूलाई धुलो पिठो बनाऊ भनेर जुन आदेश दियौ नि, ओ अनपढ ओली देउवा प्रचण्ड हो। के बुझेका थियो एमसीसी? मैले बुझाइदिएँ अदालतलाई, मैले भनिदिएँ अदालतबाट तिमीहरूले यो बीचमा 10 अर्ब 41 करोड रुपैयाँ यो देशको नेताहरूले आफ्नो स्वास्थ्य उपचारमा खर्च गरे, लुटेर हामीले कर तिरेको पैसाबाट त्यो हामी फिर्ता ल्याउने छौं। हामी तिमीहरूले अहिलेसम्म राज्य कोषबाट लुटेको जुन रकम छ त्यो स्रोत नखुलेको सम्पत्ति त्यो फिर्ता ल्याएर कम्तीमा 10 वर्षको बजेट बनाउने पैसा तिमीले लुकाएर राखेका छौ, हामी त्यो फिर्ता ल्याउने छौं। म तिमी अनपढहरूलाई बुझाइदिन्छु दास भनेको के हो। हामीलाई तिमीले भन्दै थियौ, हामीलाई तिमीहरूले भन्दै थियो दास भनेर। ओ दासका सन्तान विद्या भण्डारी, ओ दास नन्दबहादुर पुन, ओ परलोकतन्त्रवादीका रैतीहरू हो। राजावादीहरू दास होइनन्, दासताबाट मुक्ति चाहन्छन्। राजावादीहरू रैती होइनन्, रैतानबाट मुक्त चाहन्छन्। विद्या भण्डारी 1 नम्बरको दास हो जो राष्ट्रपति भइसकेर पनि दलको दास हुन गइन्। उपराष्ट्रपति भइसकेर पनि विदेशीको रैती दलको दास हुन गयो। दासहरू मुर्दाबाद, गणतन्त्र दासहरू मुर्दाबाद, गणतन्त्र निरङ्कुशतावादीहरू मुर्दाबाद, राजावादी लोकतन्त्रवादीहरू जिन्दाबाद। दासहरू को हो? गणतन्त्रहरू हो। निरङ्कुशतावादी को हो? गणतन्त्रवादीहरू हो। म अझै प्रमाणित गर्छु। ओ दास एमाले कांग्रेस माओवादीका रैतीहरू, तिम्रो पार्टीले तिमीलाई नेपाली कांग्रेस जिन्दाबाद भोट केमा सूर्यमा भन्दा भोट किन हालौ? दास हो, ओ दास हो। दास यस्तो हुन्छ, तिम्रो पार्टीले
पार्टी तिम्रो कांग्रेसकै हो, तर भोट हँसे हतालामा हालभन्दा खुरुखुरु जल्ले हाल्यो। त्यो दास हो कि होइन? दासको हो। दास भनेको दलको कार्यकर्ता हो, लोकतन्त्रवादीको हो, राजावादीहरू हो। दासहरू मुर्दाबाद, निरङ्कुशतावादीहरू मुर्दाबाद। आजदेखि ओली देउबा प्रचण्डले भन्ने गरेको दास शब्द खारेज भयो र कांग्रेस एमालेकाहरू दास हुन्। आजदेखि दास शब्द खारेज भयो। दासहरू को हुन्? ओली देउबा प्रचण्डका कार्यकर्ताहरू हुन्। अर्को विनम्रतापूर्वक भन्छु, त्यो एउटा डाक्टर भन्ने, पहिलो राष्ट्रपति भन्ने त्यो ठग, त्यसले राष्ट्रपति भइसकेपछि पनि पोपमा हुन्जेल घिचेकोले नपुगेर फेरि सुविधा मागिरह्यो। अस्ति भन्दै थिए एउटा कार्यक्रममा, तिनले के भने राजाको पालना यस्तो उस्तो। ओ डा अगाडि नाममा लेख्ने डा, पछि के? रामबरणको नामको अगाडि डा लेखेको डा पछि के? रामबरणको नामको अगाडि डा लेखेको डा पछि के? क्या भनेको हो? डा पछि के? देशको राजस्व लुट्ने डा पछि के? यस्तो डाहरू तिमीले हाम्रो विश्वेश्वर प्रसाद कोइराला जसले राजा नभई देश हुँदैन भन्नुहुन्थ्यो, विश्वेश्वरलाई किन बेचेर खायौ? डा रामबरण यादव मुर्दाबाद, डा रामबरण यादव मुर्दाबाद। अब हेर्नुहोस्, त्यसैले यो नेपाली कांग्रेसको पार्टीको नाम अगाडि लेखेको नेपाली आजदेखि खारेज भयो। विदेशी कांग्रेस नेपाली कांग्रेस के हो? अनि नेकपा एमालेको अगाडिको ने लेखेको नेपाल कम्युनिस्ट पार्टीको नेपाल के हो? खारेज हो। त्यो विदेशी एमाले हो। मैले भनेको सुन्दै थिएँ, अनपढ ओलीले के भन्दै थिए, ती मूर्खले मेरो हजुरबाको पुस्तालाई नपढेको भनेर ढाँटेर उनले के भने यो भूत राज संस्थाको एकचोटि गएपछि फर्किँदैन। हामीलाई भूत भन्थे। ओ केपी ओली, तिम्रो कार्ल मार्क्स मर्यो कि जिउँदैछ? मरेको छ कि छैन? मरेको कार्ल मार्क्सको नली खुट्टा बोकेर केपी ओली हामीलाई भूत भन्ने। भूत ओली, तिम्रो भूत माओ चाइनामा जन्मेको माओ नेपालको हो। त्यो कहाँको? माओवादी कहाँको हो? चाइनाको। नेपालको हो? माओवादी चाइनाको। अब लखेटिन्छ त्यो विदेशी कांग्रेस लखेटिन्छ। दिल्लीको कांग्रेस मात्रै राखिन्छ, दिल्लीको कांग्रेस मात्रै राखिन्छ। अब सँगसँगै त्यो रसियामा जन्मेको लेनिन मरिसक्यो, त्यो भूत बोकेर नआऊ। त्यो चाइनाको माओ मरिसक्यो, त्यो चाइनाको माओवाद नेपालको हुन सक्दैन। तिमीले भनेको भूत तिम्रो मार्क्सवाद लेनिनवाद माओवाद हो। हाम्रो राजा जिउँदैछन्, हाम्रो राजा जिउँदैछन्, हाम्रो राजा जिउँदैछन्। नारायण हिटी आउँदैछन्, नारायण हिटी आउँदैछन्। विदेशी दलालहरू मुर्दाबाद। म विनम्रतापूर्वक निवेदन गर्छु, यी अघिल्लो पुस्ताका नपढेको भनेर अनपढ ओलीहरू हामीलाई झुक्क्याएर, मेरो बुवा हजुरबाको पुस्तालाई झुक्क्याएर यो 21औं शताब्दीमा फेरि राजा आउँछ भनेर भन्दै थिए। ओ अनपढ ओली देवा हो, बेलायतमा फेरि राजा ल्याउने अनपढ हुन् कि तिमीहरू अनपढ हौ? को अहिलेको 21औं शताब्दीले के चाहन्छ? बेलायतमा जस्तो राजा चाहन्छ। अहिलेको 21औं शताब्दीले के चाहन्छ? बेलायतमा जस्तो राजा चाहन्छ। ओलीहरू जस्तो असभ्य अनपढहरूले चाहँदैनन्। हामी सभ्य पढे लेखेका मान्छे राजा चाहन्छौं, हामी राजा चाहन्छौं। के बेलायतका मान्छे ओली जस्तै धेरै नपढेका होलान्? बिचरालाई हेर्दा हाँस उठ्छ।
हेर्दा हाँस उठ्छ। एकचोटि हाँसौँ साथी, एकचोटि हाँसौँ, एकचोटि प्रचण्डलाई हेर्दा हाँसौँ। मूर्खहरू हो, 21औं शताब्दीको सभ्य मान्छेले चाहने हो, राजा चाहने पढे लेखेका मान्छेले हो। तिमी ओली देउलाहरूलाई हेरेर हामी हाँस्छौँ, हामी हाँस्छौँ। तिमी अनपढहरूले अब झुक्क्याउन सक्दैनौ। पढे लेखेको पुस्ता आइसकेको छ। म फेरि विनम्रतापूर्वक त्यो ओली देउबा प्रचण्ड भन्नेहरूलाई भन्दै थिए